Action. अलराइट हेर यो एउटा कुराले मलाई पहिलादेखि नै रिस उठाइरहेको थियो, त्यसैले आज आफूले हल्का गराउन तिमीहरू अगाडि रिस पोख्न लाग्दैछु। भिडियोको टाइटल र थम्बनेल हेरेर त थाहा भइसक्यो ल म के को कुरा गर्न लागेको छु भनेर। कुरा हो मेरो शरीरको तलसँग मान्छेको दुश्मनी, जसले नि मलाई सोध्छन् ओइ कस्तो न मोटाको त किन ज्यान लाग्दैन, घर खान दिँदैन नि क्या हो, हावा लाग्दो उडाउँछ होला है। अरे बाबा हुँदैन कुराको पनि के भन्ने, अति हाल भयो नि यो त। मैले कसो के बिगारेको छु यहाँ मैले? होइन साँच्चै भनेको मेरो ज्यानले कसको के बिगारेको छ हौ? कोही चिनेको मान्छे कतै भेट्यो सन्चो बिसन्चो सोध्नु छैन सुरुमै, ओहो बाबु के विधि दुब्लाको अहिले धेरै खाने गर न रे। कति खानु मैले, यति खाइसकेँ कि यति खाइसकेँ मुखबाट भात हाल्दा नाकबाट निस्किन्छ भातकै भात। तिमीहरूले अर्कै सोच्यो होला, छिछि फोरीहरू। मान्छेले मलाई सुतरीको बोरा सोध्छन् क्या हो, लौरले खाँदी खाँदी भात हालेर भुक्क पार्नलाई। अनि ल त नि धेरैले लास्टै भने हल्का मोटा भनेर जिम जान सुरु गरेँ। एक दिन जिमबाट घर फर्किँदै थिएँ, एकजना दाइले बाटोमा देखेर भन्नुभयो, लौ के हो बाबु जिम गएको भने होइन, खोइ त मोटाको अरे। कुरा सुन्दा नि नि कसरी तातेर आउने यार। म्या बेलुन हो हावा हालेर फुल्नलाई, मान्छेको ज्यान हो यार। जिम गएको 4 दिन त भएको छ बल्ल, मोटाउनु त टाइम लाग्छ नि, अलिकति त दिमाग लाउनु नि। यतिले भएन, एक दिन फेरि बिहेमा एकजना आन्टीले मलाई देखेर मेरो बिल्ला उडाउन थाले। बाबु हावा हुरी लागेको बेला ढुङ्गा समाउनु है नत्र उडाउला अरे। होइन मलाई हावाले उडाउने त्यस्तो चिन्ता लागेको छ भने त तिम्रो तरुण छोरीको हात समाउँदेऊ, अन्त हावाले हल्लाउन नि सक्दैन मलाई। ठुला कुरा गर्ने बुढिया हो तिमीहरूलाई के थाहा, मेरो जिरो फिगर देखेर तिम्रो छोरीहरू थुक निल्छन् होला। आहा मेरो नि यस्तै फिगर भएको भए हुन्थ्यो भनेर। छोरीको मोबाइल हेर, सायद मेरो फोटो वालपेपर नै हुनसक्छ होइन। यो बुढाबुढीहरूलाई त कुरा काट्ने बाना मात्र चाहिएको छ, मोटो मान्छेले दुब्लाउ भन्ने, दुब्लो मान्छेले मोटाउ भन्ने। मेरो एउटा मोटो साथी थियो, उसलाई चाहिँ फेरि अर्को अन्टीको ग्रुपहरूले ओहो बाबु छोरा मान्छे मोटाको त सुहाउँदैन नि, अलि थोरै खाने गर नत्र कसैले छोरी दिँदैनन् यस्तो मोटो मान्छेलाई भनेर बिल्ला हाल्नेछन्। म त टुवा परेको छु भने, म दुब्लो मान्छे भएर मलाई छोरी दिन्नन् रे, अनि मेरो साथी मोटो भएर उसलाई छोरी दिन्नन् रे। अनि यो नेपालको तरुण जति चाहिँ कहाँ गायब छन्? भाग गर्दिनँ म। फेरि मलाई दुब्लो भइस भन्दै जिस्काउने अरू कोही हुँदैनन्, यही मोटाएर भ्यात्त ज्यान परेका हुन्छन्। आफू दुब्लाउन नसकेर मोटो ज्यानदेखि फ्रस्ट हुन्छन्, अनि हामी जस्तो दुब्लो मान्छेको मजाक उडाउँछन् यार। आफ्नो ज्यान हेर पहिला, 10 सेकेन्ड दौड्यो भने कुकुर जस्तो जिब्रो निकालेर स्याहाँ स्याहाँ सुसु गर्न सुरु गर्छस्। स्विमिङ पुलमा मान्छेले पौडी खेलेको कि भैँसीले हाल्बसे थाहा हुन्न। खैर छोडा, यस्ताको त के मजाक गर्नु। मोटामोटीको मिम देख्यो भने अल बडिज आर ब्युटिफुल भन्दै स्ट्याटस हाल्ने यस्तै हुनु फेरि। इस नापिस होइन, पहिला मोटाउनु ट्राई नगरेको नि होइन, सक्दो प्रयास गरेको हो। ड्याममा ज्यान लागेको छ भनेर पहिला पहिला घरमा मर्ने गरी घिउ भात खायो, ज्यान होइन बरु छेरपाटे चाहिँ लाग्यो धेरै चिल्लो भएर। छिछि फोरी कस्तो डट्टी बोलेको। अनि खसीको मासु खाएर मोटाउँछु भनेर एक दिन मासु लिन गएको, मासु पसल त बन्द रहेछ। किन बन्द भयो पसल भनेर बुझ्न खोजेको त यो एडिटरले नि के उटपटाङ काम गर्छ हौ माका कात्तर। खैर हेर म त यतिमै खुसी छु। अब तिमीहरू कसैलाई मोटाउनु छ भने चाहिँ 2084 मा नेपालको राष्ट्रपति बनाऊ, हब्बडको कुरा जस्तो हर्लक्क मोटाउँछौ। अनि यो बुढो नमोटाओस् पनि कसरी, खानी र सुत्ने बाहेक अरू केही काम छैन। हेर मोटाएर गाले स्याउ जस्तो भएको। ल भइगयो, आजलाई यति नै, हस्ते नमस्ते, फेरि भेटौँला।